वेलकम टू माई यूट्यूब च्यानल। म तपाईहरुको सामने फेरि नयाँ भिडियो लिएर आइरहेको छु। हामी चाहिँ इभिनिङ वक जाँदैछ। कहाँ गएको भन्दा चाहिँ इभिनिङ वक गएको। रोडमा चाहिँ इभिनिङ वक गएको नि त हामी। थाक्यो, हिँड्ने बानी हराइसक्यो साथीहरु। कति बार हिँडेको नि त। अलिक पर तपाईलाई त देखाइराख्छु अघिदेखि। तपाईलाई त देखाइराख्छु अघिदेखि। ओह थाक्यो साथीहरु। हुन्छ नजाऊ म। हामी चाहिँ इभिनिङ वक आएको कृतिका र म। मजा हुन्छ है स्पिड हिँड्यो म त। हेर कृतिका हिँडेको। कुदा यता हेरेर हेलो भनिदेऊ न। आज कृतिका र म इभिनिङ वक आएको। अब चाहिँ हामी यता उता त जानु डर लाग्यो। निकै अँधेरो भयो कि हेर्नु न। जङ्गल डर लाग्दो छ नि त हो। ए होइन अघि हाम्रो आएको टाइममा नि ठिकै थियो नि। त्यहाँनिर दोकानमा गएर के खाँदै ठिकै हुन्छ अन्त। हाय 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 गाडीहरू जाँदैछ। क्यामेरामा चाहिँ उज्यालै देख्दैछ के, तर रात परिसकेछ। त्यही भएर पर जानु डर लाग्यो। भालु आयो भने जानुपर्छ, घर जान्छु। जङ्गलै जङ्गल छ नि त, बाक्लो जङ्गल छ। फेरि आज पानी परेर पुरा जाडो स्टार्ट भइरहेछ। हाम्रो चाहिँ यहाँतिर समर नलाग्ने रहेछ। लु विन्टरदेखि फेरि विन्टर स्टार्ट भएको छ। हो त। ए गदी ए हाम्रो गाडी गएको। के हो खतर खतर गर्दैछ यहाँ त नि। भालुहरू नि आउँछ नि त है कृतिका। हेर्नु नि यतानिर भित्र खतरा खतरु गरेको। मङ्की छ कि के छ हौ। जुए के हो है खतरा खतरु गर्ने। अलिकति साइडमा हिँड है, गाडी आउँदैछ। लान्ला पछाडिबाट बसौँ एकछिन यहाँ।
आएको हामी हो रात पऱ्यो नि त निकै यहाँ माथि चाहिँ खतरा खुत्रु गरेको हामी जाँदैछ स्पिड भागेर होइन डर लाग्छ नि डर लाग्यो कि अन्त स्पिड कुदेर आएको देखाउ त परबाट कसरी कुदे देखाउ त अलिकति जाऊ देखाउँदैन लु लु हामी कसरी कुदेर आयो देखाउ न ऊ भालु त कृतिका जस्तो देख्दैछ त भालु त तलतिर हाम्रो बोजू घर चाहिँ यस्तै छ हेलिप्याड तल देख्दै रहेछ यहाँबाट तर है यताबाट देख्ने रहेछ हेलिप्याड इस यो लाइट बलिरहेको चाहिँ हेलिप्याड हो कृतिका वक गरेको देखाउ यहाँ हाम्रो साथीहरूलाई अलिक उताबाट आएर देखाउ आज कृतिकाको वक हेर्नु है ए क्यामेरामा टाँसिन्छ अलिक पर जाऊ न ल कृतिका वक गरेको देखाउ है ए यहाँनिर चाहिँ भन्नु मात्रै भएको छैन हामीले यहाँ हामी वक गर्नु आएको भन्छ कि घरि लुगा किन्नु जान्छ घरि के फास्टफुड खानु जान्छ ए हाम्रो यहाँ भगवान हेर्नुहोस् कस्तो राम्रो ढुङ्गामा कस्तो राम्रोसँगले बनाउनु भएको छ उफ गरम भयो त्यतिखेर डर भयो अब हामी घर पुग्न आँट्यो हँसाउन थाक्यो अलिकति नि हिँडेन कि थाकिहाल्यो अरे उसलाई चाहिँ कति नै गएन हामी उहीँ उहीँ उपर गाडी आएको अलिकति उतासम्म मात्रै गयो तर अन्धेर भयो जङ्गलमा खासा गर्छ अन्त डर पो लागेर आयो नि भोलिदेखि त माथि जाउँ है बरु माथि हो भने त रात पऱ्यो नि डर लाग्दैन नि है ओ तल यहाँबाट क्लियर देख्दो रहेछ हेलिपेटी यो टिलिलिली लाइट अलिक ओरा है गाडी आउँदैछ टिलिलिली बत्ती बोलिरहेको चाहिँ हेलिपेड हो नि गाडी जाम भएको होइन यहाँनिर हामी चाहिँ अब घरपट्टि लाग्दैछु हामी वक गर्ने यो चाहिँ ओह्रालोपट्टि गयो भने चाहिँ यसरी आधी जग्गामा मात्रै गएर आउनु सक्छ भोलिदेखि चाहिँ उकालो जाने हामी वक गर्नु नि बिजोक छ नि गाडी आएर साइड दिँदा हुन्छ हो अन्त गाडीले हिर्काउँछ क्या भनेर डर छोरी अब चाहिँ पुग्नु आँट्यो हामी कृतिका आउँदैछ म त आइपुगिसकेँ कुदा डिलीमा यहाँ आइपुग्यो हामी वक गरेर लु भन अब बाई बाई थ्याङ्क यू सो मच फर वाचिङ नयाँ हुनुहुन्छ भने भिडियो लाइक सेयर सब्सक्राइब गरिदिनुहोस् होला थ्याङ्क यू सो मच बाई बाई